श्रीमान तालु पनि नभन्। अनि के भालु भन्नु त? बढी बोल्ने हैन। अब दुवैजनाले प्रमाणको लागि आफ्नो लाल पूर्जा अनि अरू डकुमेन्ट्स ल्याओ जाओ। मेरो त भुइँचालोले पुरेर हरायो। मेरो त झन् आग लागि भएर डढो। के रे के भरे? जे सुनिस् त्यही हो नि। अनि जग्गा तिमरकै हो भन्ने के प्रमाण छ त? मैले 3 वर्ष अगाडि त्यो जग्गामा काउली रोपी थिएँ। मैले नि 2 वर्ष अगाडि त्यो जग्गामा मल छरी थिएँ। यस्ता पाइन तुइका प्रमाणले कसको जग्गा हो भन्ने पत्ता लाग्छ? किन लाग्दैन? लागेन भने तेरो टाउको काटेर भलिबल खेल्छु। म पनि 1-2 सट हान्छु है मित्र। हुन्छ मित्र हुन्छ। मलाई त तिमी पो न्यायाधीश हुनुपर्छ जस्तो लाग्यो त। के गर्नु र मित्र, त्यो बेला आफूसित घुस दिने बजेट 1 लाख मात्र थियो, योसित 1 करोड रहेछ। त्यही भएर यो न्यायाधीश म यसको पिए। चुप लाग। ओइ टुप्पी, तेरो जग्गा कति आना छ? 5 आना। अनि तेरो? 6 आना। त्यसो भए त त्यो भाग्यो टुप्पीलाई दे, लगभग उति हुन्छ, ब्यालेन्स पनि मिल्छ, भइगयो नि। तेरो बुढीको वेट मेरो बुढीको भन्दा धेरै छ रे। अब तैँले तेरो बुढीको मासु काटेर मेरो बुढीलाई दिन्छस्? दिन त पाए हो नि, तर के गर्नु मिल्दैन। अनि जग्गा चाहिँ कसरी मिल्छ त? सही भन्यौ मित्र, सही भन्यौ। हेर्नु तालु श्रीमान, मलाई अरू कुरो थाहा छैन। त्यो जग्गाको भाग मेरै हो र मेरै हुनुपर्छ, नत्र तपाईको कपाल कहिल्यै नउम्रियोस् भनेर शराप दिन्छु नि। तँ जाँठोले सरापे नि नसरापे नि कपाल उम्रिँदैन क्यारे? किन हार्पिकले नआउनु भइथ्यो र? त्यो तेरो चासोको कुरा होइन। चासोकै कुरा गर्ने भए मेरो पुरै जग्गा फिर्ता चाहियो नि त मलाई। त्यो जग्गाको भाग तेरै हो भन्ने अलि बलियो प्रमाण लिएर न। अब बलियो प्रमाण त के हुनु नि? 8 वर्ष अगाडि एउटा खड्गबहादुर भन्ने दलेबाट जग्गा किनेको थिएँ, फसायो जस्तो छ त्यसले। मैले नि मेरो जग्गा त्यही दलेबाट त किने हो नि। मतलब कि यो समस्याको कारण त्यही खड्गबहादुर भन्ने दले रहेछ। हामीलाई नि थाहा भइसक्यो, बढी नबोल। त्यो दलेको फोन नम्बर भए फोन गर त। फोन नम्बर त छैन, तर त्यो मेरो मेसेन्जरमा एड छ। म कल गर्छु है त। ओइ जा त त्यो कललाई हाम्रो स्पिकरमा लगा। हेलो, तँ खड्गबहादुर बोले हो? अरे ओ पागल, म नेपालमा हुँदा मेरो नाम खड्गबहादुर थियो, तर म अहिले धेरै पैसा कमाएर युएसए पुगिसकेँ, त्यसैले मेरो नाम खड्ग हो। साला त मामुली दलेको यत्रो फुर्ती। दलाली पेसा मामुली पेसा होइन, बुझिस्? तेरो 10 पुस्ताले कमाउन नसक्ने पैसा म 10 वर्षमै कमाउन सक्छु, त्यसैले मलाई डिस्टर्ब गर्ने होइन। अबदेखि मसँग कुरा गर्न चाहन्छस् भने पहिला मेरो म्यानेजरसँग अपोइन्टमेन्ट लिने, अनि 2-4 दिन कुर्ने र फालो आएपछि कुरा गर्ने। एन्ड इम्पोर्टेन्ट थिङ, कुरा गर्दाखेरि खड्ग सर भनेर बोलाउने, ओके? बाई बाई। सुन्यौ नि तिमीहरूलाई अनि तिमीहरू जस्ता धेरैलाई चुना लगाएर अमेरिका गएर बसेर छ डाम्नु। अब यहाँबाट केही हुँदैन, तिमीहरू पुलिसकोमा जाओ अनि अरू प्रोसेसहरू फलो गराओ। मतलब कि मैले न्याय पाउँदिन? यो आलु जस्तो अदालत हो नि त मित्र। जज पनि आलु जस्तो, जजको टाउको पनि आलु जस्तो। झन् त्यहाँमाथि एक हम्मर हानु भने त अर्को आलु निस्किन्छ फेरि। साला कसको कत्रो आलु निस्किन्छ म देखाउँछु तँलाई।